हेलो एभ्रिवान, हामी चाहिँ अहिले ठ्याक्कै देम्बा डाँडामा छौँ। यो देम्बा डाँडाको यो न्यानो घाम, शीतल हावा गजब छ गजब। के महसुस गरेर के बताउँ तपाईँहरूलाई। एकछिन आनन्द लिएर बस्दा पनि छुट्टै मजा आउँछ नि यहाँनिर। टक्क ध्यान गरेर बस्यो भने टक्क घाम पनि सिधा छ। यो ओखलढुङ्गाको खिचिदेम्बा गाउँपालिका नामाकरण त खिचिदेम्बा भनेर यही डाँडाबाटै गरेको हो क्या हो। खिचिदेम्बा गाउँपालिका ठ्याक्कै यो सामुद्रिक सतहबाट 3300 हाइटमा अवस्थित छ। अब यहाँबाट प्राय सबै ठाउँ देखिन्छ भनौँ। अब हिमाल, डाँडा पाखा है, रामेछाप, उसोले किन हेर्नु यता रामेछाप, देम्बा डाँडा, यता ओखलढुङ्गा, यो के भन्छ फलाटे, यता यो नुम्बुर हिमाल, पिके, देखेला र त्यो डाँडा जानु पातो झन् यस्तै हो। यो डाँडा काँडा घुम्नु थालेपछि त्यो डाँडाबाट त्यो डाँडा हो न, त्यो डाँडाबाट त्यो डाँडा हो। आमा कस्तो दामी छ त त्यो डाँडा हो न। आयो फेरि हाम्रो मेन खास देम्बा डाँडा चाहिँ त्यो हो। अहिले हामी यहाँबाट आएको छौँ। यस्तो छ यो 3300 हाइटमा यो समुद्र सतहदेखि 3300 हाइट पर्छ यो ओखलढुङ्गाको खिचिदेम्बा गाउँपालिकाको देम्बा। खास चाहिँ यही काठमाडौँबाट मात्र 20 मिनटमा पुग्न सकिने भन्ने, हेलिकप्टरमा पनि 20 मिनट चाहिँ पुगिँदैन। 40 मिनटमा पुग्न सकिन्छ है। यो ठाउँमा चाहिँ आउनु होला। अब पर्यटन प्रवर्धनलाई जोड दिनुपर्छ। यहाँका स्थानीय सरकारहरूले जोड दिइराख्नु भएको छ। योभन्दा अझ बढी जोड दिनु हामी पनि लागि पर्नेछौँ। सरकारहरूले पनि लागि पर्नु होला। अब हामी त्यही हो, यहाँबाट अब तपाईँहरूलाई देखाउने कुराहरू देखायौँ।